नमस्कार। म यो ड्रागन फ्रुट फार्मको सञ्चालक कृपाशर घले र यो चाहिँ सुनसरी जिल्लाको रामधुनी नगरपालिका 7 रानीपोखरी भन्ने ठाउँमा पर्दछ र मैले विगत 8 वर्षदेखि 2074 सालदेखि यो ड्रागन फ्रुटको खेती गर्दै आएको हो। म लगभग नेपालकै पहिलो भने पनि हुन्छ, तर म चाहिँ एउटा अब साधारण व्यक्ति भएको कारणले गर्दा हामीले अब त्यो प्रचार प्रसार पनि भएन, त्यति ऊ पनि भएन, थाहा पनि भएन मान्छेलाई। र गर्दै आउँदाखेरि यो ड्रागन फ्रुट चाहिँ एउटा नयाँ नौलो थियो त्यो बेलाको समयमा। त्यो भएर म पनि एक खालको आर्मीबाट रिटायर भएपछि मैले पनि केही गर्नु खोजिरहेको र गर्दाखेरि अरूले जे गरे त्यो मलाई गर्नु मन नलाग्ने, अरूले भन्दा फरक चिज गर्नु मन लाग्ने अनि अनौठो खालको कुराहरू गर्नु मन लाग्ने भएकोले गर्दा खोज्दै जाँदाखेरि मैले यो गर्नु पुगेँ। ल गर्दै आउँदाखेरि यो देशमा नाम चाहिँ दिएको छ कृषि प्रधान देश, तर वास्तवमा कृषि प्रधान देश चाहिँ एउटा नामको र मुखले भन्ने मात्रै छ, व्यावहारिक र फिल्डमा चाहिँ छैन। त्यही भएको कारणले गर्दाखेरि म कृषि पेसामा लागेको एउटा बन्दुक बोक्ने मान्छे, कृषि पेसामा लागेको त्यत्रो धेरै ज्ञान पनि नहुने, र पनि मैले धेरै मिहिनेत गरेर यसको बारेमा अध्ययन गरेर कसरी गर्नु के गर्नुपर्छ भनेर सिक्दै के अरे अनुसन्धान गर्दै खोज्दै जाँदाखेरि धेरै कुराहरू जो समस्या या त एउटा अप्ठ्याराहरू चाहिँ धेरै कुराहरू पनि सामना गर्नु पर्यो। त्यसलाई पनि म आफ्नो तरिकाले आँट गरेर उछिन्दै गएँ। अब कुनै बेलामा यहाँ ड्रागन फ्रुट लाउने बेलामा मैले पिल्लर गाडेको बेलामा मान्छे छक्कै पर्थ्यो, कुखुराको फर्म खोल्ने होला भनेको त त्यो पनि होइन रहेछ, यो पिल्लर मात्रै झिरिरी पारेर के गरेको भनेर चाहिँ भन्थ्यो। कोही कोही चाहिँ अब गुरुङले धान खाने खेत बिगारे पनि भन्थ्यो होइन। त्यस्तो बेलामा डर पनि लाग्थ्यो, कहीँ भएन भने त के अब अनुभव छैन या कहीँ नेपालमा गरेको देखेको छैन, अनि त्यो भएको कारणले गर्दा डर पनि लाग्थ्यो। अनि यदि भएन भने त मान्छे हाँस्छ भन्ने पनि लाग्थ्यो, तर पनि एउटा आँट लिएर गर्दै गर्दै जाँदाखेरि अहिलेको समयसम्म आउँदाखेरि चाहिँ धेरै समस्याहरू झेल्दै र आफूले दुःख गर्नुको कुरा आफ्नो ठाउँमा छ, त्यो समस्या होइन। तर समस्या चाहिँ अर्को के चाहिँ हाम्रो देशमा रहेछ भने हाम्रो देशमा चाहिँ यो कृषि प्रधान देशमा फेरि अनुदान पनि त्यो वर्षौँ आउने बजेटहरूमा पनि निकै कृषिमा छुट्याएको जस्तो निकै राम्रै बजेटहरू चाहिँ छुट्याएको चाहिँ हुन्छ, तर वास्तविक कृषकहरूसम्म र त्यो सही ठाउँमा त्यो रकम या त्यो बजेट प्रयोग भयो कि भएन भन्ने कुरोमा चाहिँ धेरै प्रश्न हुन्छ। त्यो भएको कारणले गर्दाखेरि भ्रष्टाचारको कुरा गर्नु पर्दाखेरि होइन, वास्तवमा नेपालमा यो कृषिभित्र पनि अत्याधिक भ्रष्टाचार छ। अब म भन्दिनँ, त्यो गहिराइमा म जाँदिनँ। जसले गरेको छ, जसलाई जुन लाइनमा बसेर जे गरिरहनु भएको छ उनीहरूलाई ऊ आफैलाई थाहा छ मैले भ्रष्टाचार गरेँ कि गरेन भन्ने। यातायातको मान्छेलाई थाहा छ, सिँचाइको मान्छे सिँचाइकोलाई थाहा छ। सबै देशमा लथालिङ्गै भ्रष्टाचार भनेको लथालिङ्गै छ, कृषिमा मात्रै होइन, तर अरूमा भन्दा पनि धेरै कृषिमा मैले भ्रष्टाचार चाहिँ देखेँ। अरू ठाउँमा पनि नहुने चाहिँ होइन, सब जताततै छ। र त्यो साथमा गर्दा मैले धेरै अगाडिको के अरे इन्टरभ्यूहरूमा यस्तो भिडियोहरूमा विरोध पनि यसको बारेमा मैले भन्दै पनि आएँ। र अहिले लास्टमा आउँदाखेरि चाहिँ मैले चाहिँ एउटा कुरा के चाहिँ भन्न मन लागेको भने सरकारलाई चाहिँ मैले हजुरहरूको एउटा पत्रकारले हजुरहरूले आएर एउटा मलाई मौका अवसर पनि दिनुभयो मेरो गुनासोहरू राख्ने। र यो मेरो गुनासो होइन, नेपाल भरिको कृषकको गुनासो हो। एउटा कुरा चाहिँ के भने तपाईँको हामी कृषकहरूलाई मैले चाहिँ महसुस गरेको कुरा, कृषकलाई अनुदान दिनुभन्दा पनि उसलाई कस्तो चाहिँ गर्नु पर्यो भने सरकारले उसले उत्पादन गरेको चिज चाहिँ व्यवस्थापन गरिदिनु पर्यो के। अनुदान दिने अनि त्यहाँबाट व्यवस्था चाहिँ नगरिदिने भएपछि त्यो फाइदा के भयो? न सरकारलाई फाइदा भयो, न कृषकलाई निजी कसैलाई फाइदा भयो। त्यसैले गर्दाखेरि एकदम अनुदान भन्दा पनि के अरे जस्तो अब उदाहरणको लागि तपाईँ देख्नु भएको छ मेरो यो रास, योभन्दा ठुलो रास एउटा काठमाडौँ पठाएँ, एक रास माथिल्लो फर्ममा छ मेरो, एक रास यो भयो।
अझै यो त कति गइसक्यो, यो त माथि छतसम्म छुन्छ पुरै नलगेर जम्मा हुने भने रासमाथि कहाँ पुग्छ, घर जत्रो ढेरी पनि बन्न जान्छ। त्यति धेरै उत्पादन गरेका छौँ हामीले गर्न चाहिँ, तर यसको व्यवस्थापन छैन। यी अहिले मैले यो काठमाडौँ पठाएको हिजोको कुरा मात्रै। अब बाटोमा हामी कृषकलाई चाहिँ अनुदान या के पाउँदाखेरि चाहिँ कृषकलाई चाहिँ भ्याट बिलको जरुरी छैन भनेको छ सरकारले। पान बिल भए हुन्छ भनेको छ। तर हामीले जब यो फल हाम्रो ठाउँबाट अर्को ठाउँमा पठाउँदाखेरि, गाडीमा पठाउँदाखेरि अनलाइन बिल खोजिदिन्छ। अब हामीले पान बिलमा बिल काटेर पठाएको हुन्छ, अनि उहाँ अनलाइन बिल खोजिदिन्छ। अनलाइन बिल खोजेपछि त्यहाँबाट अनि प्रहरीलाई पैसा खुवाएर गाडी पास गर्नुपर्ने हुन्छ। यो साँचो कुरो है। फेरि अब नाम लिनु हुँदैन भन्न त पाइयो नि त भएको कुरा त। अब हामीलाई समस्या के भने अर्को भनेको अघि एउटा त मैले व्यवस्थापन बरु अनुदान नदिए हुन्छ, व्यवस्थापन गरिदियो सरकारले। अर्को यो अनलाइन बिलको समस्या कस्तो भने कृषक सबै शिक्षित हुँदैनन्, कृषकहरू धेरै जस्तो अनपढ पनि हुन्छ। अब अनलाइन बिल खोजिदिन्छ, अनलाइन बिल बनाउनु चाहिँ धेरै गाह्रो छ। अनि अब बिचरा त्यो अनलाइन बिल हुँदैन, अनि त्यहाँबाट ठाउँै पछि चेकै पछि पैसा तिर्दै जाँदाखेरि, मेरै उदाहरण मैले तिर्दै जाँदाखेरि अनि मलाई के चाहिँ फाइदा हुन्छ? त्यसै पनि काठमाडौँमा पुऱ्यायो, बडा मुस्किलले काठमाडौँमा यो गाडी पुऱ्यायो। कति ठाउँ तिर्दै गएर त्यहाँ पुऱ्यायो। त्यहाँ पुऱ्याएपछि त्यहाँ नेपाली व्यापारी हो नि त्यहाँ काठमाडौँमा, एकदम यो महत्त्वपूर्ण कुरा हो। नेपाली के अरे व्यापारी हो, अनि त्यहाँ चाहिँ विदेशको पनि फल आएको हुन्छ, नेपालको पनि फल आएको हुन्छ। अनि त्यहाँबाट त्यहाँको त्यो नेपाली व्यापारीले के भन्छ, यो चाइनाको यस्तो राम्रो छ, यो तपाईँहरूको के राम्रो छैन, यो छैन, त्यो छैन भन्छ हाम्रो नेपालीले। विदेशी माललाई चाहिँ खुब सान देखाउँछ, छाती ठुलो गरेर आँखामा आँखा जुदाएर हामीसँग बोल्छ कि हामी विदेशबाट यसरी फल ल्याउँछौँ, ठुलो मान्छे बनेको, ठुलो व्यापारी बनेको। अनि हाम्रो चाहिँ नराम्रो अरे, अनि यो होइन त्यो होइन। सरकारले जुन खालको व्यवहार कृषिमाथि गरेको छ, कृषकमाथि गरेको छ, ठ्याक्कै व्यापारी पनि त्यही छ, फेरि त्यही भाका टिपेको छ। हो, त्यो भएको कारणले गर्दा यो अनलाइन बिल बनाउनु भनेको धेरै गाह्रो छ। म पनि बनाउनु आउँदैन, म पनि हिजो छोरालाई बनाउनु लाएर बडा मुस्किलले पठाएँ। हो, त्यो भएको कारणले गर्दा कृषकलाई यस्तो कुराहरू धेरै, यो त एउटा सानो उदाहरण, एउटा मात्रै कुराको उदाहरण हो। यस्तो धेरै कुराहरू छ। यस्तो कुराहरू अब सरकारले ध्यानै दिएको हुँदैन। पत्ता नै भन्नु चाहिँ दुनियाँभरको पनि हुन्छ। बजेट पनि यति छुट्यायो, कृषि मन्त्री यो अरे, केन्द्रको यो कृषि मन्त्री, प्रदेशको यो कृषि मन्त्री, फेरि स्थानीय सरकारमा नि कृषि शाखा अलगै छ, हाकिम पनि बसेको छ, कुनै कर्मचारी नै बसेको छ। के गरेको छ थाहा छैन। यो वर्ष मैले लाइट लगाएर त्यस्तै अफ सिजनमा, यो लाइट भनेको बुझ्नुहुन्छ, कतिले बुझ्नुहुन्न। यो प्रविधि चाहिँ कस्तो भने नफल्ने सिजनमा पनि लाइट अरू केही गर्नु पर्दैन, दबाई पानी केही पनि होइन। लाइट लगाइदियो भने, बिजुली बालिदियो भने, उज्यालो पारिदियो भने यसले अफ सिजनमा नि फल्छ। तर जाडोको समयमा फल्दैन, पुस माघको समयमा त्यसले फल्दैन। फागुनदेखि चैत वैशाखभित्र दुई लट जति चाहिँ फलिदिन्छ। त्यत्रो धेरै त छैन, तर अलिअलि फरक हो कि सिजनको भन्दा अलिक कम हो कि जस्तो पनि कोहीमा चाहिँ भेटियो। तर अझै पनि मैले 2 वर्ष भयो लाइट लाएर फलाएको, तर त्यत्रो साह्रो अनुसन्धान अझै पनि भइसकेको चाहिँ छैन। अब मैले 10 कट्ठामा मात्रै लाउँदा पनि 8-9 हजार 10 हजारसम्म बिल आउँछ, महिनाको बिल आउँछ। अनि अब त्यो पनि त्यस्तो मात्रै कहाँ हो र, तपाईँको 2टा बोटको बिचमा एउटा बल्ब, 2टा बोटको यत्रो बगानमा त्यो बोटै पछिको बल्ब हाल्दा कति धेरै खर्च आउँछ हेर्नु न। उहाँहरू पहिला कुरा त यहाँ आइसकेपछि मेरो बगान हेरिसकेपछि धेरै खुसी हुनुहुन्छ चाहिँ। खुसी चाहिँ हुनुहुन्छ, खुसी त त्यही त हो नि, मैले अघि नै भनिहालेँ, खुसी चाहिँ हुनुहुन्छ। तर जुन हुनुपर्ने कुरा त फेरि त्यस्तै नै हो नि त। आश्वासन चाहिँ केही राम्रो गर्नु भएको छ भने त्यति आश्वासन खासै त्यस्तो केही पनि हुँदैन। अनि त्यसो अब बेला बेलामा अरूभन्दा पनि ओडाबाट कहिले स्प्रे ट्याङ्कीहरू अनि यो टनेलहरू पनि दिनु चाहिँ भएको छ होइन। 7 नम्बर ओडाले त्यसरी बेला बेलामा दिनु भएको छ। ओडाले अब ओडामा थोरै सानो बजेटमा गर्नु सक्ने पनि सायदै त्यति नै हो। ओडाले चाहिँ तपाईँको लागि गरेको छ।
गरेको छ, नगरले पनि गरेको छ। मैले त यो नगर र आफ्नो वडा र नगरको गुनासो होइन मेरो, यो म त देशभरिको कुरा गर्दैछु के। अब यो अनलाइन बिल र बजार व्यवस्थापन भनेको स्थानीय सरकारले गर्नु सक्ने हो र होइन नि त, वडाले गर्नु सक्ने हो होइन नि त, यो त केन्द्र सरकारले गर्नु पर्यो नि। अनि निर्यातको काम गर्नु पर्यो, जस्तो मेरो अब यो फल विदेशमा पठाउने हो भने कस्तो छ भने मुद्रास्फीति के भन्छ, यो नेपालको पैसा चाहिँ एकदम सानो छ नि त। अनि विदेशी पैसा डलरहरू साट्दाखेरि चाहिँ थोरै हुनु जान्छ। त्यो भएको कारणले गर्दाखेरि उदाहरणको लागि 250 मानौँ लो, 250 रुपियाँ केजी मैले नेपालमा दिँदाखेरि यो के अरे अर्को देशमा पुग्दाखेरि त उनीहरूको पैसा ठुलो छ, हाम्रो सानो छ। अनि चेन्ज गर्दाखेरि उनीहरूलाई त सबैभन्दा सस्तो त नेपालको पर्न जान्छ नि त माल त हो। त्यो भएकोले गर्दा निर्यात गऱ्यो भने प्रशस्त मात्रामा विदेशी माग हुन्छ यो चिजको। फेरि नेपालको कस्तो छ भने तपाईँको माटो, हावापानी, वातावरण सबै कुरो मिलेको कारणले गर्दाखेरि फल पनि टेस्टी छ विदेशी भन्दा। तपाईँहरूले सुन्नुभयो होला कति ठाउँ विदेशको फल ल्यायो भने खल्लो भएर खानै सक्दैन, नेपालको यति मिठो छ र पनि निर्यात छैन। म नेपालको ड्रागन कृषक हो। अनि त्यहाँ गएपछि म चाहिँ अब विदेशमा जाँदा पनि म चाहिँ खास गरेर हाम्रो देशमा र त्यहाँ के चिजको फरक छ अनुसन्धान मात्रै गर्नु खोज्थेँ कि खास गरेर। अनि त्यस क्रममा ड्रागनकै बारेमा चाहिँ मैले चाहिँ यहाँको ड्रागन खान्छु भन्दा पनि यहाँको कस्तो छ या यो कुन देशको हो भनेर त्यसलाई एउटा किनेर ल्याउनु चाहिँ लिन गएँ। जाँदाखेरि एक दानालाई $7 पर्यो। त्यो एक दाना चाहिँ 400 ग्राम थियो, $7 पर्यो। $7 भनेको लगभग 900 नेपाली नै झन्डै पुग्न जान्छ होला हाराहारी, होइन? अनि त्यो लिएर काटेर ल सबैले खाउँ भनेर भनेको, सबैले एक एक पिस खाएको, सबैले खानु सकेन। म त खान्न सबैले भन्यो। अनि मेरो पालो यत्रो $7 परेछ। नेपाली झन्डै 900 को दाना पो हो त हो यो त। जे भए पनि ड्रागन भनेको ड्रागन जो उसबाट पाउनुपर्ने तत्त्व त त्यही छ भनेर मैले चाहिँ म आफै खाइसकेँ 2 पल्ट गरेर फ्रिजमा राखेर। अनि त्यो ड्रागन चाहिँ कहाँबाट आएको रहेछ भनेर त्यो सोद्धाखेरि चाहिँ त्यो चाहिँ चाइनाबाट ल्याएको रहेछ। त्यहाँ अमेरिकामा भएको ड्रागन चाहिँ मैले त्यसरी पनि खाएको थिएँ। र हाम्रो फल यति मिठो छ, त्यो ठाउँमा जाने हो भने त्यहाँ ठाउँमा चाहिँ पुर्याउनु पर्यो के, पुर्याउनै सकेको छैन त। पुऱ्यायो भने तपाईँको यति माग हुन्छ कि यति माग हुन्छ, हामी त्यो माग धान्नु सक्दैन। साँचो कुरो हो फेरि यो, मैले त्यतै प्यार बोले होइन। त्यो भएको कारणले गर्दा होइन, वास्तवमा मैले मेन अहिले पहिलाको गुनासो मैले कति गरेँ त्यो अलग विभिन्न के भोगेँ त्यो अरू छोडिदिनु। अहिलेको मेन समस्या भनेको यो हो, यो फर्साइलो भइरहेछ, यो बर्बाद छ। अब यसलाई कसरी व्यवस्थापन गर्ने? अब निर्यात छैन, विदेश निर्यात छैन, नेपालमा मात्रै खाने मुख छैन, सबै खाने मुख जति विदेशमा गयो अनि यहाँ कसले फल खान्छ र? त्यो हो नि त समस्या त। मान्छेहरू अहिले होटल चल्दैन, दोकान चल्दैन, के भन्छ? नचलेको त होइन, चल्नु त चलेकै हो, तर खाने मुख जति सबै विदेशको। अनि खाने मुख हुनु पर्यो नि त चल्नको लागि, र हरेक चिज चल्नको मान्छेको एउटा दैनिक आवश्यकता कुराहरू भनेकै के अरे मान्छे भयो भने चल्ने हो, मान्छे छैन भने त कहाँबाट हो? त्यो भएको कारणले गर्दा यो चिज व्यवस्थापन गर्नु सरकारले एकदम पहल गर्नुपर्छ। यो वर्ष भन्दा अर्को वर्ष झन् धेरै फल्छ। किन नेपालमा त मैले पो 8 वर्ष गरेँ नेपालमा ड्रागन फ्रुट खेती गर्न थालेको भनेको 3 या 4 वर्ष मात्रै भयो। मान्छेहरूको त भर्खरको सुरुवात छ, उनीहरूको त 2 गुणाको हिसाबले वर्षै पछि बढ्दै छन्। यो वर्ष उसको 3000 केजी फल्यो भने आगोमा उसको 6 देखि 7000 केजी फल यसरी बढ्दै जान्छ। त्यो त मैले भोगेको कुरा हो नि त। हो, त्यो बढ्दो अवस्था छ उत्पादन। अब यसलाई व्यवस्थापन केही छैन, त्यो एउटा कुरा। अरू सबभन्दा ठुलो कृषकलाई दुःख पाउने भनेको एक ठाउँबाट अर्को ठाउँ लाने बित्तिकै पुलिसले समातिहाल्छ। समात्दाखेरि पान बिलले मान्दैन। कति फलहरू हामीले थोरै फलहरू चाहिँ नाइट गाडीमा चढाएर हामी टाढा पठाउँछौँ, पोखरा काठमाडौँ पठाउँछौँ।
त्यो बेलामा नाइट गाडीको त्यो उसले मान्छेले पनि अनलाइन बिल भयो भने लग्छ, अनलाइन बिल भएन भने लाँदैन। त्यो अनलाइन बिल मैले पनि बनाएकै छैन। हिजो चाहिँ एउटा बनाएर पठाइदिएँ होइन। मैले पान बिलमै तिरेर हुन्छ कि जसरी हुन्छ पनि फुत्काउने काम त्यसरी नै र हिजो चाहिँ मैले तर ऊ चाहिँ हिजो चाहिँ छोरालाई बनाउनु पठाएको थिएँ। के कति लाग्यो मलाई पनि थाहा छैन, थाहा नभएको कुरा भन्नु हुँदैन होइन। के कति लाग्यो थाहा भएन मलाई, तर हिजो चाहिँ मैले छोरालाई अनलाइन बिल बनाउनु लाएर हिजो चाहिँ यो गाडी काठमाडौँ पठाइदियो। त्यसरी गरेको छु। पहिला यस्तो थियो, मेरो नयाँ पुरानो बोट गरेर तपाईँको यो वर्ष 900 केजी फल्यो भने अर्को वर्ष तपाईँको झन्डै 24-2500 केजी फल्ने, त्यस्तो त्यो रेसियोमा बढेर जान्थ्यो क्या। चिराहरू त त्यस्तो लाग्दैन। कमिलाले चाहिँ पाकेको बेला चाहिँ खान्छ, नपाकेको बेला खाँदैन। तर वास्तवमा एउटा चाहिँ अर्को कृषकलाई यो ड्र्यागन फ्रुटकै कुरा गर्नु पर्दाखेरि चाहिँ एउटा समस्या के छ भने एउटा डरुवा रोग खालको चाहिँ रोग चाहिँ आएको छ। यसको चाहिँ धेरै कुराहरू त्यो दबाईहरू चाहिँ हानिसक्यो, त्यसले पनि खासै केही प्रभाव पारेको चाहिँ छैन। 3 वर्ष भयो, पहिला थिएन। पहिला म भन्ने गर्थेँ यो ड्र्यागन रोगै लाग्दैन भनेर, कति अन्तर्वार्तामा पनि भने पछि आउनु थाल्यो। ल हेर्नुहोस् यो यसरी डर्छ। भित्रको चिज एकदम ठिक छ। यो जस्तो यो राम्रो दाना भयो नि, यसको जस्तो छ त्यस्तै भित्र हुन्छ। यो यो बोक्रा मात्रै हो खराब भएको, बरु योभन्दा यो मिठो छ। तर यो चाहिँ कस्तो चाहिँ अनुभव गरेको छु भने मैले, जस्तो चर्को घाम लाग्यो भने, धेरै तेजी चर्को घाम लाग्यो भने स्वाट्टै यस्तो यो बिग्रिनु, घामले भेटेकोले केले हो, यो चाहिँ धेरै बिग्रियो। फेरि एक खालको चाहिँ कस्तो भने जहाँ धेरै पोहोर निक्लेको थियो त्यही ठाउँहरूमा धेरै निक्लिनु थालेको छ। अन्तिममा म चाहिँ कस्तो भने एउटा अब गुनासो चाहिँ सरकारलाईमा नै हुन्छ होइन। वास्तवमा सरकार चाहिँ कस्तो भयो भने अब भन्नुपर्ने कृषक एउटा म कृषक हो, सरकारको कुरा गरिरहनु, आलोचना गरिरहनु त नहुने हो। म आफ्नो कृषि कर्म गर्नुपर्ने हो। तर एउटा बाध्यता जस्तै भयो क्या होइन। बोल्नु पो पर्दो रहेछ भन्ने जस्तो अनुभव भयो। अब नबोले त नहुँदो पो रहेछ भन्ने जस्तो भयो क्या। त्यो भएर सरकार चाहिँ खालि यो बहुमतको सरकार नभएकोले गर्दा कुर्सीको तानमै पुरा 5 वर्ष बित्छ। पहिलाको कार्यकाल पनि त्यही तानमै बित्यो। फेरि यो वर्षको त्यो 5 वर्ष पनि त्यत्तिकै खेर गइरहेछ भनेको। अब तपाईँको वर्षेनी एउटा उदाहरणको लागि अब मान्छेको अहिले यो असार हो नि त, आज असार 3 गते हो। अब मान्छेलाई डिएपी र युरिया चाहियो। अहिले मलको हाहाकार हुन्छ। यो अहिलेको समस्या होइन, पुस्तौँ युगौँदेखि भने नै हुन्छ नेपालको समस्या। अब यो मलको उद्योग नखोलेको पनि होइन, नेपालमा खोलिसक्यो। सायद त्यो प्रधानमन्त्री ओली हुँदाखेरि त्यो मलको कारखाना खोलेको छ, तर त्यो स्थापनाको शिलान्यास गर्यो, के गर्यो, त्यत्तिकै त्यो अब धुवासो लाग्यो, धुलो लाग्यो, त्यो चलन छैन, केही छैन। विदेशी मल ल्याउने चाहिँ एकदम उनीहरू चाहिँ कस्तो हुँदो रहेछ भने आफ्नो उत्पादन गर्नुभन्दा पनि जो कृषिमा होस् कि जुन क्षेत्रमा नि होस्, त्यो मन्त्री भइसकेपछि अब जे पनि कुराहरू देशमा ल्याउनु पर्यो भने अर्काको ल्याउँदा फाइदा हुँदो रहेछ के। बुझ्नुहोस् त कुरा, अर्काको ल्याउँदाखेरि चाहिँ कमिसन आउँदो, आफ्नैबाट त कमिसन नआउने रहेछ। नेपालमा कल कारखाना किन बन्द भएको? पहिला थुप्रै कलहरू बन्द भएको कारण चाहिँ नेपाली नेताहरूले चाहिँ अब के अरे त्यो उद्योगमा माग्ने, अब कमिसन उसले दिनु नसक्ने, के अरे उद्योगले दिनु नसक्ने, नाफा भए पो दिनु, अनि दिनु नसकेपछि बन्द गराइदिने, यो समस्या हो नि त। त्यो भएर म अब तपाईँले भनेको पोइन्टमा आउँछु। र अब सरकारले चाहिँ पहिला कुरा त यो मैले अघि 2टा मात्रै कुरा राखेँ, यस्तो समस्याहरू धेरै छ। अरू भन्दा पनि यो कृषकले अनलाइन बिलमा दुःख पाइरहेको छ। अनि अर्को भनेको के अरे बजारीकरण व्यवस्थापन छैन। यसको लागि चाहिँ हुन्थ्यो भन्ने कुरा चाहिँ हो। र
यतिको कुराहरू नगरिदिएको, व्यवस्थापन नगरिदिएकोले, विभिन्न खालको समस्या समाधान नभएकोले कति कुरा तपाईँको उदाहरण छ। हाम्रो छरछिमेकमा हाम्रो साथीभाइहरू विदेशमा 15 वर्ष, 17 वर्ष, 22 वर्ष भए पनि नेपालमै बसेर केही गर्छु, अब विदेश जाँदिनँ भनेर आएको मान्छेहरू आएर त्यहाँबाट कोही कुखुरामा लागे, कोही बङ्गुरमा लागे, कोही टमाटरमा लागे, कोही केमा लागे, तर यहाँ आएर उसलाई बिचरा पारै लागेन, डुब्यो ऊ। पुरै घाटामा गएपछि फेरि झोला बोकेर बाध्य भएर फेरि विदेश गए। यो मेरो बिरुवा पनि छ। मैले त बिरुवा सुरुदेखि नै बेचेको। अनि यो फलहरू बेच्नको लागि मान्छेहरूलाई यदि आवश्यक परेको खण्डमा मसँग प्रशस्त मात्रामा जति चाहिए पनि मसँग चाहिँ, म धेरै अलिक पुरानो भएकोले के कारणले गर्दा जति पनि दिन सक्ने चाहिँ छ। त्यो भएको कारणले गर्दा मेरो सम्पर्क नम्बर चाहिँ 9800927153 9800927153 यो नम्बर रहेको छ। यो नम्बरमा तपाईँले कल गर्नुभयो भने बिरुवा या फलको लागि कुनै पनि कुराहरू यो फोन एकदम तुरुन्त उठ्छ। अनि तपाईँले जे चाहेको त्यो कुराहरू तपाईँले मसँग सम्पर्क गरेर लिनु सक्नुहुनेछ भन्दै आजलाई अब होइन यति नै भनौँ। हजुरहरू पनि आउनुभयो र मेरो यति भए पनि होइन, एउटा गुनासो पोख्ने यसो हाम्रो यो एउटा तमासा देख्नु, त्यही भएर तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।